खसीको खुट्टा बन्दैछ आज मेरो भान्सामा सो वेलकम टु माई मिनी ब्लग। साथीहरू के छ कस्तो छ हजुरहरूलाई आरामै छ नि। अनि आज साथीहरू म चाहिँ खसीको खुट्टा पर 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 भुटेर अनि मजाले सिटी लाएर खानेवाला छु। हेर्न सक्नुहुन्छ मेरो मसलाहरू आफ्नै बारीको अदुवा लसुन टमाटर चाहिँ किनेको, प्याज पनि किनेको हो। अनि मैले चाहिँ यो खाना बनाउने भनेको चाहिँ यो दाउरामै हो साथीहरू। जाडो होस् गर्मी होस् अनि यो कुकर माझ्न चाहिँ लास्टै ज्याउ हुन्छ। अनि हेर्न सक्नुहुन्छ फर्स्टमा मैले यसमा तेल सेल राखेर प्याजहरू राखेर अदुवाको पात सबै राखेर मजाले पर गरी भुटेर यसमा अनि मर मसला हालेर टमाटर हालेर यो मजाले अनि भुटेर साथीहरू यसमा पानी हालेर मजाले 10-15 सिटी लगाउँछु। अनि बल्ल अनि मिठो हुन्छ नि त। यो हड्डीको यो हड्डी सड्डी सबै चपाइन्छ क्या, त्यसपछि त चपाउन सजिलो हुन्छ नि त। यस्तो मिठो हुन्छ नि यसको रस खाना फेरि। अनि त्यसपछि साथीहरू म फेरि यो के भन्छ तामा पकाउनतर्फ लागेँ। यो तामा चाहिँ मेरो बुढोको फेभरेट हो साथीहरू। अनि हेर्न सक्नुहुन्छ यो तामा त एकछिनमै पाक्छ क्या, 10 मिनट पनि लाग्दैन पाक्न। यो तामा चाहिँ कति छिटो पाकिहाल्छ हेर्न सक्नुहुन्छ। हेर्दै खाम छैन त साथीहरू। अनि साथीहरू मेरो भिडियोहरू चाहिँ कहाँदेखि हेर्दै हुन्छ, कुन ठाउँदेखि कस्तो लाग्छ सो कमेन्ट पनि गर्नु होला त है त साथीहरू। बाई बाई।